हेलो सबैमा नमस्ते। के छ खबर? सबैजना आरामै हुनुहुन्छ होला हैन। अनि म चाहिँ के भन्न आएको भन्दा तपाईहरुलाई हैन, अनि के रे मैले चाहिँ यसो युट्युब च्यानल खोल्ने भनेको अब खोल्छु होला भोलितिर। अनि हाम्रो टिकटक फेसबुक कता कताबाट हेर्नुहुन्छ सबैले सपोर्ट गरिदिनु होला। तपाईहरुलाई चाहियो भने नि म गरिहाल्छु सपोर्ट हैन। अनि टक्क भिडियो म चाहिँ खासमा मुकबाङ भिडियो लिउ कि भन्ने सोचिरहेको छु हैन। अनि त्यसैको लागि नै मैले युट्युब खोल्न लाग्यो हैन। अनि अब टक्क त्यही भएर तपाईहरुले नि यसो शेयर गरौ भनेर यसो टिकटक भिडियो बनाइदिएको हैन। सबैले माया गरिदिनु होला। सपना केही छैन लाइफमा है, यस्तै छ जिन्दगी। विदेशतिर आए पनि भयो टन्नै। हाल चाहिँ अहिले साउदी अरबतिर हो। केही गर्न सकिएको छैन, यस्तै छ। 25 वर्ष पुग्यो, छोरो बेरोजगार जस्तै हो। जिन्दगी केही छैन। जिन्दगी भनेकै फोहोर जस्तै हो। जिन्दगी त्यस्तै छ। जिउवाला भन्छ के के फोहोर जस्तै छ जिन्दगी। केही छैन लाइफमा, केही गर्न सकिएको छैन। रोडपति भइया यस्तै छ। अनि त्यही हो, सपोर्ट गरिदिनु होला। युट्युब च्यानल खोल्दैछु मैले। फेसबुकतिर हेर्दै हुनुहुन्छ भने सपोर्ट गरिदिनु होला। ठ्याक्क भोलितिर खोल्छु होला युट्युब च्यानल। खानामा चाहिँ अलिक रुचि भएर चाहिँ मैले युट्युब च्यानल खोलौँ कि भन्ने सोचेको हो। त्यही भन्न आएको तपाईहरुलाई। तपाईहरुले सपोर्ट चाहियो भने भन्नु, म गरिहाल्छु हैन। लाइफमा केही सोख के भन्छ, सोखै छैन मेरो हैन। केही सोख छैन। अनि भविष्यमा मेरो त्यस्तो ड्रिम केही छैन के, ड्रिम भन्छ नि त्यो केही छैन के मेरो। एउटा ड्रिम चाहिँ छ हैन। लाइफमा केही गर्नु छैन के मलाई। केही गर्नु नै छैन लाइफमा। एउटै सपना छ कि, सपना भनेको के हो भन्दाखेरि टक्क सानो 1.5 तलाको घर जस्तै ढलान घर हैन, टक्क मम्मी बाबालाई राख्न पाइयोस्। ड्रिम त्यही हो। अब युट्युब च्यानल खोलेर के गरौँ कि भन्ने सोचेको। हुन त हुँदैन, त्यही पनि केही गर्न सक्ने भने चाहिँ हुन्छ हैन। जे कुरा पनि सम्भव छ। अब गरेन भने अब यताउति भन्नु त्यस्तै हो हैन। गर्यो भने त ठिक छ। अब हेरौँ, त्यही हो लाइफमा। अब केही छैन यो सोख, केही गर्नु नै छैन छन्द हैन। टक्कै त्यही हो। भविष्यमा टक्कै एउटा घर बनाउन पाए हुन्थ्यो भन्ने चाहिँ हो। सबैले सकिन्छ हैन। अब युट्युब च्यानल खोलौँ कि भनेको 25 वर्ष पुगे म हैन। खासमा भन्नुपर्दा त 25 बाट माथि नै भइसक्यो। अब अहिलेसम्म यत्रो उमेर भइसक्यो। अहिलेसम्म के गरेन के भन्ने या जिन्दगी। छोरो मान्छेहरू जन्मिएर नि गर्न नसक्दा अब पढाइमा नि कमजोर भइयो जमाना। अब त्यस्तै हो, यताउति हिँड्ने, पढाइमा इन्ट्रेस्ट नराख्ने, त्यस्तै थियो। त्यस्तै भयो सिचुएसन पहिला। सिचुएसन हो के भन्छ, अनि त्यस्तै भयो। पढ्न पाइएन राम्रो। ठिक छ, अब जता गए नि काम गर्नु नै हो। जुनै देशमा गए पनि हैन, कामै गर्नु छ। जता गए नि कामै गर्नु छ, घोटिनु नै छ हैन। त्यही हो। भिडियो अलि लामो भयो। ल माया गरिदिनु होला सबैले। साथ सपोर्ट चाहियो भने भन्नु होला। लाइफमा ठुलो सोख केही छैन मेरो। टक्क युट्युब च्यानल खोल्दैछु, त्यही हो। सबैले माया गरिदिनु होला। फेसबुक टिकटक कताबाट हेर्दै हुनुहुन्छ, टक्क माया गरिदिनु होला सबैजनाले। तपाईहरुलाई चाहियो भने नि म गरिहाल्छु हैन। त्यही भन्न आएको। ल टेक केयर सबैजनामा है। सबैलाई धन्यवाद भन्न चाहन्छु। ल बाई एभ्रिवान। सबैलाई माया। त्यही हो है।